बाबु के भन्ने ल दाजु के भन्ने भन्नुहोस् प्लिज, उहाँले सोध्दै हुनुहुन्छ के भन्ने हो। मलाई प्रधानमन्त्री बनाइदिनुस्। हेर न फेरि तपाईँलाई कसले सोधेको छ? तपाईँ एकछिन चुप लाएर बस्नु, तपाईँको पनि पालो आउँछ। उहाँले पालो सोध्दै हुनुहुन्छ। अहिले हाम्रो अर्को दाजुको पालो हो, त्यस पछाडि तपाईँको पालो। तपाईँ चुप लाएर बस्नुहोस् एकछिन है। ए दाजु फेरि रुन थाल्नुभएछ, नरुनु न। उहाँले सोध्दै हुन्छ तपाईँ के भन्नुहुन्छ फ्युचरमा, तपाईँ भोलि गएर के बन्न मन छ तपाईँलाई भनेर सोध्दै हुनुहुन्छ। तपाईँ रोएर हुन्छ यार। यो देशको प्रधानमन्त्री म बन्छु। ठ्याक हुँदैन बुढा, म मान्दिनँ। त्यहाँ बालन भइरहेछ प्रधानमन्त्री, अहिले म बन्छु भन्छन्। हुँदैन, म मान्दिनँ। 1 बन्छु, 2 बन्छु, 3 बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु है। म मान्दिनँ, हुँदैन। मैले भनेको छु हुँदैन भने चाहिँ हुँदैन। मलाई घुस चाहिन्छ अलिकति, अनि मात्रै मान्छु। म मान्दिनँ। भारतीय दलाल होशियार। कहाँ दलाल भनेको भारतीय दलाल? ल तपाईँ नै भन्नुहोस्। मैले मिसकेँ तपाईँलाई, त्यही मैले ल मेरो समर्थन, फुल समर्थन छ तपाईँलाई। नेपाली नै बोल्दैन। कसले हो नेपाली नबोल्ने? को आयो फेरि बिचमा? अनि इंग्लिश बोलेको पनि लाइक यु नो ये काइन्ड लाइक ये। कसले हो यो यस्तो इङ्ग्लिस बोल्ने चाहिँ? हाम्रै रहेछ त उहाँले हो क्या? यो कसले हो? Talk to English language because I'm very talented journalist in Nepal. English language tell me about many more subjects when I asked question. अब लो छोडिदिनु, ऋषिदाई नै हुनुहुँदो रहेछ, छोडिदिनु अब यो कुरा होइन। अब को चाहिँ बन्ने प्रधानमन्त्री अथवा को के बन्ने भन्ने कुरो भइरहेछ। को चाहिँ बन्न चाहन्छ त प्रधानमन्त्री? यहाँ भन्नु पऱ्यो क्या। प्रधानमन्त्री रवि चुडाल बन्छ। अब पागला कहीं का पगले दिमाग हाफै माइन्ड हो यो, पूरा दिमाग छैन। पोलियोको ब्रान्ड एम्बेसडर